ल अब हामी लाग्यौँ। अब 3:30 भइसक्न लाग्यो। वीरगन्जबाट निस्किँदा हामी 3:30 भइसक्छ। वीरगन्ज धेरै ठुलो रहेछ, हेर्न त हेरिया थियो, पहिला पनि आइया थियो, घुमिया थियो। तर हामीलाई यस्तो शीतको बेलामा चाहिँ घुम्न लेखेको होइन मामा। अब हामी चाहिँ नि वीरगन्जबाट 10 किलोमिटर टाढा छ अरे कलैयातिर अब हामी लाग्छौँ। आज हामी कलैयामै गएर कलैया घुम्छौँ र कलैयामा बस्छौँ। ल कस्तो छ भिडियोमा मामा? ठिक छ? अहिले साँझको दिउँसोको 3:30 बज्यो। हामीले 2 घन्टा जति चाहिँ वीरगन्जमा बितायौँ। यो वीरगन्जको बाइपास रोडमा पर्ने यो मोडलाई चाहिँ कलैया चोक भन्दो रहेछ। यहाँबाट हामी पश्चिमतर्फ लागेपछि बारा जिल्ला सदरमुकाम कलैया पुग्छौँ। कलैया यहाँबाट 10 किलोमिटर टाढा रहेछ। अब हामी यो हुलाकी सडक समातेर कलैयातर्फ लाग्दैछौँ। ल यो गण्डक नहर भन्छ यसलाई। यो गण्डक नहरबाट यो पनि बाटो रौतहटै जाने हो। हामी चाहिँ सिधा बारा सदरमुकाम कलैया हुँदै जाँदैछौँ। यो बाटो सिधै अगाडि बढेर चाहिँ हामी पहिला कलैया जान्छौँ, बाराको सदरमुकाम। अब हामी यो गण्डक नहर कटेपछि जिल्ला पनि बारा जिल्ला प्रवेश गरे जस्तो लाग्यो कि मलाई। भवानीपुर गौरी किनारा यही रहेछ नि गण्डक। यो बारै जिल्ला आइसक्यो। मजाको पान पसलहरू पनि गरेर बारा जिल्लामा प्रवेश गऱ्यौँ अब हामी यहाँबाट। यो 10 किलोमिटर रहेछ। बाटो एकदमै राम्रो छ। कलैया सदरमुकाम जाने हुलाकी सडक पनि यही नै होला सायद, अहिलेसम्म थाहा छैन। अब भेटिन्छ। अब यहाँबाट चाहिँ त्यही 5 किलोमिटर आधी जति बाटो आयौँ। एकदमै रमाइलो छ, तर लाइट एकदम डिम छ। केही उखुबारी देख्न थालियो, तराईको ठुल्ठुलो मैदानहरू देख्न थालियो। खेतीको गहुँ रोपे होला यो। एकदम रमाइलो। ल 4 बज्यो। 4 बजे हामी यस्तो छ कलैया आयौँ। सिधा गयो भने हामी गढीमाई हुँदै चाहिँ जान्छौँ रौतहटतिर भने। यहाँबाट देब्रे गयो भने चाहिँ महेन्द्र राजमार्गमा, पूर्व पश्चिम राजमार्गमा हामीले भेट्छौँ। फेरि त्यो ठाउँलाई पिलुवा भन्छ। यहाँबाट धेरै टाढा पनि रहन्छ नि, 15-16 किलोमिटरमै पिलुवा। 17 किलोमिटरमा चाहिँ हामी पूर्व पश्चिम राजमार्गमा भेट्छौँ। यहाँबाट देब्रे लाग्यो भने पिलुवा। यो एकदम मुख्य चोक हो कलैयाको। अब यसको बजार चाहिँ यसो भित्रपट्टि छ। अब त्यसको हामी एकछिन घुमेर हेर्छौँ। पहिला हामी चाहिँ फर्स्टमा यहाँ कोठा खोज्छौँ, बास बस्छौँ, गाडी राख्छौँ, अनि कलैया हेर्छौँ। ल अहिले 4:15 भयो। हामी ठ्याक्कै चाहिँ यो कलैयामा चाहिँ यो दरबार होटल भन्नेमा आइपुग्यौँ। होटल दरबार भन्ने छ यहाँ। अब यसमा चाहिँ हामी कोठासोठा हेर्दैछौँ। पहिला हामी चाहिँ बस्ने बासको व्यवस्था गर्छौँ। यो चाहिँ 1-1.5 किलोमिटर टाढा रहेछ कलैयाको चोकबाट। अब यहाँ चाहिँ नि कोठाको बन्दोबस्त भएपछि चाहिँ हामी फेरि चोकतिर जानेछौँ घुम्न, अनि देखाउनेछौँ। ल यो म चाहिँ बारा जिल्लाको प्रशासनिक केन्द्र भएको ठाउँ अथवा सदरमुकाम भरत चोकमा आइपुगेँ। हेर्नुहोस् यस्तो छ यो मध्य प्रदेशको 8वटा जिल्ला मध्येको एउटा जिल्लाको प्रमुख ठाउँ यही हो। देवकी धर्मशाला यहाँ रहेछ। यहाँ घण्टाघर छ। हेर्नुहोस् यतातिर यो घण्टाघर हो। यो मेन बजार यही हो।
मैले यहाँ चाहिँ एउटा विशेष अर्कै चिज चाहिँ के देखेँ भने एम्बुलेन्स एकदम धेरै देखेँ मैले मधेसमा। यो चाहिँ अब मधेसको बजार अब यस्तै हुन्छ, यस्तो देखिन्छ। महावीर रोड रहेछ यो। महावीर रोड भनेपछि त्यहाँ एउटा मन्दिर छ, त्यहाँसम्म जान्छु म। महावीर रोड कलैया, सायद हनुमानजीको मन्दिर होला। मासु पसल यस्तो हुँदो रहेछ यहाँ। ल यता पनि घुमाउँ एकचोटि। यो महावीर रोड ठ्याक्कै यहाँ नजिकै छ। भरत चोक भन्ने कसरी हो किलोको? 700 खसीको, पठ्याङ्ग्रीको। अनि यो खसीको खसी छैन, पठ्याङ्ग्री हो सब। पठ्याङ्ग्रीको मासु 700 रुपियाँ किलो। म चाहिँ यहाँ अनि म बजार एकछिन घुम्छु, खानासाना यतै खान्छु भनेर म आएँ, फर्किन्छु एकछिनमा भनेर म यो बजार घुम्दैछु। कलैयाको मुख्य बजार। बजार त भव्य रहेछ भित्र त, बाहिरबाट हेर्दा मात्रै नभएको, यता त बाटो पनि सिमेन्टेड रहेछ, अहिले पानी परेर हिलो भएको हो। यता यो छ कलैया 12-1 कुन रोड हो? यो मेन रोड रहेछ। यो मेन रोड यहाँ यही हो, यो घन्टाघर भएको ठाउँ अनि भरत चोक। मैले चाहिँ यहाँ यो ठाउँको कलैयाको चाहिँ नि सेकुवा एकदम फेमस भन्ने सुनेको छु। म हेर्दैछु कुन कर्नरमा चाहिँ सेकुवा मजाले खान पाइन्छ। यो मेन रोड रहेछ। मोमो चाउमिन पसल पनि छ यता। ठ्याक्कै यतापट्टिको बाटोमा आयो भने चाहिँ असाध्यै फोहोर छ। यो ठ्याक्कै घन्टाघर मुनि छु म अहिले। भाजा पसल भन्छ। यो भाजा पसल भने चटपटे पसल हो, हाम्रोतिर चटपटे भन्छौँ, यहाँ भाजा भन्छ। ल एउटा कुरा चाहिँ मलाई के राम्रो लाग्यो भन्दाखेरि मैले यहाँमा त 3टा सार्वजनिक शौचालय देखिसकेँ, चितवनमा एउटा देख्दिनँ। तर सफा चाहिँ छैन, सफा चाहिँ गर्नुपर्छ, बनाउन चाहिँ बनाएको छ। यस्तो पाक्या हुन्छ नि बुद्धि, अहिले चाख्न दिँदा कति मिठो हुन्छ। हामीले यहाँ पहिला पाएको 10 रुपियाँ सिल कहिले थियो? किन बन्द भएको? 20 वर्ष पहिला। यो कलैयाको स्पेसल चिज भनेको सेकुवा, तास, खसीको आइटमहरू। यस्तो सानो सानो पिस हुन्छ मजाले। एक सिलको कति रे?
50 रुपियाँ भने हो सानो सानो हुन्छ एउटा बोसो मिसाउँदो रहेछ एउटा सेकुवा मिसाएको असाध्यै मिठो छ टक्क यहाँ भुजा मुला प्याज ल्याउँदैछ खुर्सानी एक्सिलको कति पैसा हो एक्सिल सेकुवा कति पैसा हो एउटा 50 रुपियाँको एक्सिल भन्छ त्यसमा 4-5वटा मात्रै चौटा हुन्छ सानो सानो अब यो चाहिँ के गर्ने भने नुन हुन्छ यहाँ छेउमा राख्ने खुर्सानी चुप्ने अनि यो नुनमा चाहिँ यो खुर्सानी चोप्ने पहिला भुजा खाने एक मुठी है बडा मिठो लाग्यो के खाइँदैछ सेकुवा कलैयाको स्पेसल चिज भनेको सेकुवा त्यो अहिलेको सुपारी मसला अर्कै किसिमको लिँदो रहेछ यहाँ त 1200 को त्यो त ग्रेभी गरे जस्तो दियो मासु हो सही कुरा गर्नुभयो भाइले ल त केही नहालौँ न मलाई एकदम चाहिँ सिम्पल पार्नु एउटा उसलाई तिमीलाई कुरो त्यहाँ मैले एकदम सुपारी चुन एकदम कम हालेको त्यो डबल जिरो भने सुर्ती अलिअलि हाल्यो हुन्छ त्यही खाने हो कस्तो माछा बास्ना हो यहाँ त ल अहिले चाहिँ हामी पान पसलमा कलैयाको पान पसलमा सेकुवा सिद्धियो अब पान सुरु भयो हाम्रो है ल यो हाम्रो कोठा है यो यस्तो छ ल कलैयामा यस्तो छ हाम्रो यो कोठा एकदम राम्रो छ ल त्यहाँ हामी 4 जना छौँ 2 जनाको बेड तल 2 जनाको बेड माथि यति राम्रो कहीँ छ त त्यहाँ कहाँ हुन्छ छैन नि त